हेलो गाइज एभ्रिवान के छ हालखबर अहिले चाहिँ म चाहिँ बजार नजिकै छु होइन आज चाहिँ टक्क मेला लागिरहेको छ क्या त्यही भएर मेलातिर जान चाहिँ यतातिर बजारहरू यतातिर सुन्ने छ तर उतातिर रमाइलो हुँदैछ अरे भन्ने सुनिरहेको छु तर केही छैन जे छ कस्तो छ टक्क हेर्नु होइन अब टक्क म जान्छु होइन बजारतिर त्यसपछि हेर्नु पर्छ कतिको रमाइलो छ है त टक्क अब म देखाउँछु तपाईँहरूलाई बजार यस्तो छ हाम्रो यो बडीचौर बजार हो अनि म ठक्क यहाँ बजार नजिकै छु हल्ला हेर्नु है त्यस्तो छ आज टक्क रमाइलो हुँदैछ अरे क्या टक्क बजारमा होइन यहाँ यस्तो हुँदैछ यहाँ त चटपटीहरू बेच्ने मासुहरू बेच्ने भन्ने सुनिरहेको थिएँ मैले तर त्यस्तो बेचिरहेको छैन नि त अहिले पनि है ठिक छ सर देखाउँछु होइन सबै बजारसँग लगेर हेर्नुहोस् हेर्दै जानुहोस् कस्तो छ कतिको रमाइलो छ के चलिरहेको छ होइन जे चलिरहेको छ टक्क मान्छेहरू हेर्दा बग्लो बग्लो हाम्रो बडीचौर बजार बडीचौरको भ्यालु है यो अब ठक्क यस्तो छ अनि पुरै सुन्तलाहरू रहेछ है हेर्दै जाऊँ है यहाँ के भइरहेको छ त कतिको रमाइलो छ त आज म मात्रै छु कि एक्लै छु होइन कोही छैन यहाँ मसँग आएकोसँग त्यही भएर झ्याउ लगाइरहेको छ त्यही भएर म टक्क अहिले भिडियो बनाउँदै हिँडिरहेको छु पुरै सुन्नै छ नि त म एक्लै छु यार अहिले त पुरै म एक्लै छु अनि एउटा यता यो हस्पिटल जानु बजार हो यो लेखेको छ यहाँ स्वास्थ्य चौकी जानु पो भन्ने रहेछ आयो यहाँ आयो टक्क यहाँ उसको छ के अरे बडीचौरको बोट रहेछ हेर्ने रामाहरू अब म टक्क देखान्छु यहाँ के रमाइलो हुँदैछ आज के छ त नयाँ यो बडीचौरमा होइन कति रमाइलो छ मान्छेहरू कतिको छ नि त होइन के छ अब हेर्नुलाई यसको तर त सुन्नै छ कि जस्तो लाग्यो यस्तो छ है यहाँ यस्तो छ टक्क यहाँ फिल्डको अवस्था म टक्क अहिले फिल्डभन्दा बाहिर हिँडिरहेको छु अनि त्यसपछि म एक्लै छु अनि टक्क अब यहाँ के नाच हुँदैछ भन्ने सुनेको छु आइथिङ गरेर तर केही छैन अब हेर्नुपर्छ जब होइन रमाइलो भइरहेको रहेछ यहाँदेखि नामी गएको छैन है मान्छेको भिड चाहिँ एकदम कम छ है यहाँ छैन त्यस्तो केही छैन छैन तर जे छ त्यही भन्ने कसैले खाइरहेको थाप्ने भन्ने सुनिरहेको छ केही छैन कसैले थापिरहेको सुन्ने छ घरमा पनि केही छैन है घरमा मलाई अन्त आएको खाइदिनु होला डान्स हुँदैछ होला ल ल फेरि नै पढा जान्छ हेरौँ है
केटाहरू त पुरा यहाँ रहेछ नि त घोडा डान्स भइरहेछ है यहाँ मगर आलेदेखि दिलन माघे संक्रान्ति हो दिलन वाक्स्या जो ठोमा रोटी नाम्याजोमा ज्याके परिसा माघे संक्रान्ति हो दिलन वाक्स्या ठोमा रोटी नाम्याजोमा ज्याके परिसा काट्नाले कान मगर सेतो सोच छान्के परिसा काट्नाले कान मगर सेतो सोच छान्के परिसा मिजा मिजी बोइ मोइ इमाङ पनि नाक्के परिसा मिजा मिजी बोइ मोइ इमाङ पनि नाक्के परिसा आज यो टक्को माघे मेलामा छुट्टो भएको छ भने आउन सक्नुहुन्छ सहयोग पनि गरिदिनु ल मारुनी नाच स्टार्ट हुँदैछ भन्दै मैले सुनिरहेको छु है ल अब मारुनी नाच अब हेरौँ होइन कस्तो छ अब यहाँको क्रेज यस्तो छ होइन सर हेरौँ मारुनी नाच पनि लोप भइसकेको छ त्यसलाई बिस्तारै जगेर्ना गर्ने हिसाबले उहाँले गर्नुभएको छ कतिखेर सुरु हुन्छ हौ अझैसम्म सुरु हुन्न त अब हुन्छ होला त्यही गडबडी जस्तो लाग्छ हल्का है अब हुन्छ स्टार्ट ल यो मात्र बच्छ क्या यो सुरु नै हुनु त ल म बसेर हानिदिन्छु ल
bone ni pathan dora je so mo ra le hai mo ra le hai mo ra le hai bone ni pathan dora je so hai mo ra le
Yesteri bajinundu छ अब यो मारुनीनाथ भनेको एक पात्र मात्रै होइन, यसलाई कमसे कम चाहिँ 2-3 दिन लाग्छ है यो सबै भ्याउनुको लागि। यो त हामीले अलिकति सानो पाएर त्यो टाइम अनुसार हामीले देखाउन पायौँ। न त यसको चाहिँ मारुनी यो सरतीनाथ भनेको धेरै प्रकारको हुन्छ, चरित्र हुन्छ, सौरती हुन्छ, रामायण हुन्छ, ढड्का हुन्छ। यो चाहिँ 2 वर्ष 2 दिन यो गीत सकिन्न। तर यो चाहिँ हामीले सबै पाएको हुनाले गर्दाखेरि हामीले थोरै यसमा छनौट गरेर ल्यायौँ। हवस् त, धन्यवाद। देखो देखो रम है हिमफाई हो रे यो हिमफाई हो रे यो हिमफाई निकालेको रे झल्छ बाबा हिमफाई हिमफाई त यस्तो पो हुने रहेछ खुट्टा उकालो फर्केको छ क्या हो देखो देखो हिमफाई सबजना छेलिदियो के हिमफाई छेलिदियो के हिमफाई छेलिदियो अङ्कल यो बजारको दिनले सानो हिमफाई नाच लिएर आएको छ, त्यसलाई हजुरहरूले सिकाइदिनु होला। अनि यही आउँदै गरेको माघे हिमफाई नाचेर म हिँड्छ हिमफाई नाच अब हामी सुरु गर्दैछौँ है। यो घाँसमा घाम्ने गर्दाखेरि हल्का बल्किरहेको छु वाह खतरा हुनु रहेछ है त डान्स चाहिँ
भित्र अलि चटो गर्ने पसेर हिँड्छ क्या म बस्नु पर्थ्यो क्या यो यस्तो त म हान्ने त खतरा थियो भित्र त अब लैजानु पर्छ फेरि डोरा आउँदै भन्ने होइन क्या आफूले चिनेको धेरै धेरै धन्यवाद त्यो टिमलाई बजार टिमलाई दान पनि पाउनु भएको छ दान लिएर जानु होला यो भीमपेटोलीले अरू सबैले पाउनु होला यो दान चाहिँ त्यो राम्रो होला अब हाम्रो सम्मान टोली मैले नाम वाचन गर्ने अनुरोध गर्दछु राम राम अहिले बल्ल आयो त मान्छे त्यतातिर त अघि त बल्ल ल हिमफेलाई हेर्नु गयो हिमफे डान्स हेर्नु गयो सब को मान्छे अनुहार हेर्नु मन लागेर सबैलाई है ठिक छ म चाहिँ जाँदैन जो सब के हो बाजा साजा बजाउने कार्यक्रम जस्तो हुनु जस्तो लाग्छ जे भने रमाइलो भइरहेको माइसर्कीको रमाइलो भइरहेको छ नि त यहाँ अब बाजा साजा त बोकिरहेको छ नि अब के गर्ने थाहा छैन बाजा भएपछि पक्कै बजाने नै होला तर कस्तो बजाने हो थाहा छैन के बाजा बजाने त्यो पनि थाहा छैन जे बाजा बजाए पनि यो अब हामी हेर्नेछौँ अब देखिन्छ अब एक्लै छिटिङ ल फाइनल ल ल ल ल बाजा है फाइनल ल बाजाको पालो आएछ त
यो बाजाले गर्ने चाहिँ के हो डान्स गर्ने छन् कि नै बाजा मात्रै बजाउने हो कि डान्स पनि गर्ने हो खासमा यो बाजाको नाम त थाहा भएन तर के बाजा सुन्छु मैले दोस्तहरू बाजा होइन तर जे बाजा भयो नि सुन्नु होला होइन वाह बाजेले स्टिक खडा फाल्नु भयो ल ए हिले हिँडेर चाहिँ त पञ्चे बाजा भन्दा तिमी सुन्दैको त अहिलेसम्म नहेरिरहेको मैले ए त डान्स नहुने रहेछ यो त बाजा त यस्तै गर्दा नि सुनिन्छ होला बाजा यस्तो कालो कालो देखेर रहेछ बाजा हेर्न आएको कि सुन्न आएको यिनीहरू खासमा सुनिएको तर यसो डान्स गर्न बाजा बबाल हुनुहुन्छ होइन तर यहाँ डान्स गर्नु छैन नि त उठी बसी झ्याम झ्याम होइन मजा आउँछ नि त होइन यस्तो पो त अनि ए बाजे हो कि बाजे चाहिँ खतरा होला सानोलाई के हुन्छ त्यो सोनै भन्छ के हुन्छ त्यो माथि नचिया भन्छ नि त्यसलाई पंचे बाजा देखो बहुत बहुत बढ़िया है त्यही त यसो डान्स भएको त बवाल हुने थियो भने मैले अघि यसो डान्सको कमी रहेछ क्या यताबाट गइरहेछ यतातिर पनि क्यामेराम्यानले ध्यान दिनु पऱ्यो फोकस गर्नु पऱ्यो
झ्याउलामा झ्याउला हेरमा त्यहाँनिर जाऊ अब चाहिँ हामी के राखिरहेछन् र यहाँ देखाउँछु होइन यहाँ पुरै मान्छेहरू छन् र मल चाहिँ एकदम म झल्ल पुरै म नबोलेर पुरै टक 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 जान्छु यहाँ हाम्रो दिदीले यहाँ के बनाएर राख्ने रहेको थियो भने सुनेको थिएँ मैले यसो हेर्छु है
वाह वाह भूमिका कसले हेरेछ रमाइलो रहेछ ल एक्लै नाच्नु एक्लै छु एकछिन बसी रमाइलो गर्छु सर सब गइसक्यो पुरै अहिले त खाली भइसक्यो खाली भइसकेको छ जे भए पनि अब म सर हिँडिदिन्छु नि त यहाँ चाहिँ आफ्नै तालमा दिइराख्ने सबै सरल र डान्स अब टक्क भयो नि फेरि डान्स हाने नि त फेरि म नि आएर हानिदिनु त होइन तर फेरि हेरिदिने त चाहिँ पर्छ होइन डान्स हजुर ल फाइनली गाइज म चाहिँ घर आइसकेको छु होइन र हल्का फुल्का रमाइलो भएको थियो त्यस्तो रमाइलो पनि छैन रात परिसक्यो होइन तर धेरै जस्तो अरू मान्छेहरू गइहाल्यो के उनीहरू रात पर्दा बित्तिकै के अरे रात हुन लागेर अनि त्यसपछि हल्का फुल्का रमाइलो त हुँदै थियो तर त्यो पनि अझै पनि रमाइलो त हुँदै होला अब त रात परिसकेको छ नि त अन्त कति राति कति भइसक्यो रातिको त नै भनौँ न अब 6-7 बज्नु लागिसक्यो 6-7 त जति बजे पनि बस्नु चाहिँ लागिसक्यो होइन अहिले रात चाहिँ परिसकेको छ बाहिर होइन आज जतिखेर रात पर्छ त्यतिखेर रात परिरहेछ अनि म चाहिँ घर आइसकेको छु र अनि त्यसपछि रमाइलो भयो म चाहिँ एक्लै थिएँ त्यही भएर केही छैन रमाइलो भयो फुल इन्जोय हान्यो रमाइलो हाल्ने हेऱ्यो माघेको रमाइलो थियो र खासमा माघे आउनु आउन तर केही छैन माघे आएन अब 3 दिन भए पनि अब माघे मेला चाहिँ आजै लागिसकेको छ त्यही भएर आज यसो हेरेको रमाइलो भयो अनि त्यसपछि एकछिन हेऱ्यो आइयो हल्का फुल्का होइन बाजासाजा तर त्यो एउटा त्यो डुकोभित्र त्यो के घ्याम्पे हो कि ह्याम्पे नाच चाहिँ बबाल लागेको मलाई होइन त्यो चाहिँ खतरा लाग्यो तर भित्र अलिक चमक दिने मान्छेको अलिकति कमी भएको जस्तो लाग्यो हल्का चमक दिने मान्छे भएको अहिले चाहिँ बबाल हुने थियो होला तर केही पनि छैन तर त्यो पनि रमाइलो लाग्यो जस इन्जोय भयो देश रमाइलो भयो अनि त्यसपछि अब म गानाहरू पनि हाल्ने थियो होला सायद कपिराइट नआएपछि म कपिराइटहरू आएन भने म हाल्छु होला होइन अलिक कपिराइट आउनु प्रब्लम हुन्छ नि त गीतहरूको हाल्दाखेरि त्यही भएर मैले त्यस्तो गानाहरूको हाल्दैन होला त्यही हल्का त्यही मान्छेहरूले बोलेकोहरूसम्म हाल्छु अनि त्यसपछि त्यही हेर्नु होला जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू दिनु होला र लाइक सब्सक्राइब भन्नु होला ठोक्नु होला उघार फाङ्नु होला जसरी हुन्छ उघार फाङ्नु पुरै होइन भिडियोलाई सेयर गरी सबैले धेरैभन्दा धेरैलाई पुऱ्याइदिनु होला होइन तपाईँहरूको सानो सहयोगले गर्दाखेरि नै मलाई धेरै हेल्पफुल हुनेछ होइन र हामीलाई फेरि पनि भिडियो बनाउनको लागि हामीलाई हल्का भिडियो बनाउन हामीलाई प्रोत्साहन मिल्नेछ भन्दै आजलाई यति नै ओके बाई बाई टाटा नेक्स्ट भिडियोमा भेटौँला ओके ल आजलाई बन्द भयो ओके बाई टाटा नेक्स्ट भिडियोमा भेटौँला ओके ल आजलाई बन्द भयो ओके बाई